गते एससिएफएलजी समितिको आयोजना र सम्पदा वडा बाल समूह सञ्जालको सह आयोजनामा शुभ दीपावली 2082 पाल्नु भएको सम्पूर्णमा फेरि पनि न्यानो अभिवादन तथा नमस्कार। आसन ग्रहणलाई अगाडि बढाउनु अघि सम्पूर्ण वडा परिवार, वडाका कर्मचारीज्यूहरू साथै सिएफएलजी समितिलाई आजको यस देउसी भैलो कार्यक्रम आयोजना गर्नुभएकोमा हामी विद्यार्थीहरूलाई आजको कार्यक्रमको सभा अध्यक्षको आसन ग्रहण गरिदिनु न। यसरी वडा नम्बर 5 का वडा अध्यक्ष र सिएफएलजी समितिका अध्यक्ष विनोद खत्रीज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। श्री राम शरण भण्डारीज्यूलाई पनि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यस वडाका वडा सदस्य उजेली म्याम, सविता म्याम, महेन्द्रलाल सर र प्रेम बहादुर सरलाई पनि आसन ग्रहणका लागि अनुरोध गर्दछु। अब यसै सम्पदा वडा बाल समूह सञ्जालकी अध्यक्ष श्रीजा चौडागाईज्यूलाई पनि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अब विन्ध्यवासिनी का गुरुजी मधुसूदन थापा यस बनौधी नगरपालिका वडा नम्बर 5 सम्पदा वडा बाल समूह सञ्जाल तथा बनौधी नगरस्तरीय बाल समूह सञ्जालको उपाध्यक्ष। आज मिति 2082 साल कार्तिक महिना 2 गते हाम्रो यस बनौधी नगरपालिका वडा नम्बर 5 मा आयोजित देउसी भैलो कार्यक्रममा यहाँ पाल्नुभएका यसै कार्यक्रमका सभाध्यक्षको आसन ग्रहण भएका यसै वडाका वडा अध्यक्षज्यू, यस बनौधी नगरपालिकाका सजन नगर प्रमुखज्यू, सम्पूर्ण वडा सदस्यज्यूहरू, बालमैत्री सहजकर्ताज्यू, सम्पूर्ण गुरुवर्ग, सम्पदा वडा बाल समूह सञ्जालका पदाधिकारीज्यूहरू लगायत यहाँ उपस्थित सम्पूर्ण मेरा प्यारा साथीभाइहरूमा हाम्रो वडाले हाम्रो कला र संस्कृतिलाई जोगाइरहनको लागि धेरै राम्रा कामहरू गर्नु भइरहेको छ। बालबालिकाहरूको हक र हितको लागि पनि धेरै राम्रा कामहरू गर्दै आउनुभएको छ र आगामी दिनमा पनि हामीलाई बनौधी नगरपालिका र हाम्रो वडाले यस्तै सहयोग पुर्याउनुहुन्छ भन्ने आशाका साथ म हजुरहरू सम्पूर्णलाई फेरि पनि हाम्रो यस कार्यक्रममा मेरा शब्दबाट नै स्वागत गर्न चाहन्छु। स्वागतम, स्वागतम, सुस्वागतम। सारुथुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली। सारुथुङ्गा फुलका हामी एउटै माला
रविशुक्रबृहस्पतिं पञ्चैतं संस्मरे नित्यं वेदवाणीं प्रवर्तयेत् हरिः ॐ स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु वरदानेमिः श्रेयामदेवा भद्रां पश्येम शवर्जाजतराः स्थिरैरामै तुष्टुवागुंसस्तानो विद्यासे माहेदे माहेतां जरायोः जयोः शान्तिरान्तरिक्षगं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोगलयः शान्तिः वनस्पतयः शान्तिर्विश्ववेदेवाः शान्तिर्ब्रह्म शान्तिः सर्वगुं शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेः ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत् ॐ शान्तिः 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 ए भला मेरा भाई हो आहे राम आहे लड़दै र पढ्दै आहे आए कहाँ में आहे आजको दिन आहे मन्दिरैबाट आहे देउसिरे खेल्दै आहे आए कहाँ में आहे आशिषको झोला आहे सुनिदिनु होला आहे आकाशका देव आहे 33 कोटी आहे पातालका बाघ आहे वासुकी नाग आहे मर्त्य लोकका आहे पशुपतिनाथ आहे स्वर्ग लोकका आहे वैकुण्ठनाथ आहे सबैले मिले आहे झिलेर मिले आहे यसैमा घरको आहे रक्षा गरून् आहे हामी त्यसै आहे आएका होइन आहे बलि महाराजको आहे हुकुमले
आहे हो कोमले आहे भन मेरा साथी हो आहे राम्ररी भन आहे स्वर मिलाइकन आहे यहाँ मात्र होइन आहे 14 अञ्चल आहे 77 जिल्ला आहे पुग्नै पर्छ आहे पुग्नै पर्छ आहे भन मेरा साथी हो आहे राम्ररी भन आहे स्वर मिलाइकन आहे भन न भन आहे यसैमा घरमा आहे लक्ष्मी मिले आहे बासै गरुन् आहे बासै गरुन् आहे ढुङ्गा छोए आहे धनै होस् आहे माटो छोए आहे मोती बनोस् आहे मोती बनोस् आहे यसैमा घरका आहे बुबा आमा ए दीर्घायु भई आहे बाँचिमा राखुन् आहे यसैमा घरका आहे लाला बाला आहे गोबो जाए आहे मौलाई रहन् आहे यति भन्दै आहे हाम्रो दिदी आहे बिदा हुन्छौँ आहे बिदा हुन्छौँ ज्यूलाई पनि आसन ग्रहणका लागि अनुरोध गर्दछु। साथै यस मनोती नगरपालिकाका वडा सचिव पुण्यलाल श्रेष्ठ सरलाई पनि आसन ग्रहणका लागि अनुरोध गर्दछु। अब चाहिँ एसएस बालक्रमबाट अर्काको ग्रुपलाई को दीपावलीको उपलक्ष्यमा भइरहेको यो देउसी भैलो कार्यक्रमका आयोजक त्यो सम्पदा बाल वडा बाल समूह सञ्जाल त्यसै गरी यो आयोजना गर्ने र यो आयोजनाको सभापतित्व गर्नुहुने यसको वडा नगरपालिका वडा नम्बर 5 का वडा अध्यक्षज्यू, उपस्थित साथीहरू, सुरक्षाकर्मी साथीहरू, विद्यावासिनी प्रतिष्ठानका प्रमुख गुरुजनहरू, विभिन्न विद्यालयबाट आउनुहुने विद्यालय समन्वय पनि बढेर जान्छ। सँगसँगै यो दीपावलीमा हाम्रो नेपाल सम्मत पनि भिन्तुनाको पनि यहाँलाई शुभकामना, नेपाल सम्मतको पनि शुभकामना। यो सबैले हाम्रो भातृत्वलाई विकास गर्छ र हामीलाई सकारात्मक सोचमा अगाडि बढाउने प्रेरणा दिन्छ। त्यसले धेरै परिवर्तन सहिसक्यो। धेरै किसिमको परिवर्तन सहँदै जाँदाखेरि हामीले हाम्रो मनस्थितिमा परिवर्तन ल्याउन सकेनौँ। हामीले हाम्रो मनस्थितिमा परिवर्तन ल्याउन सकेको भइदिए भए सायद यो राष्ट्र धेरै अगाडि जान्थ्यो होला, भाइ बहिनीहरूलाई पनि उत्साह हुन्थ्यो होला। हरेक वर्ष हरेक समय
खालि एक अर्काको मात्र मतभेद अनि विवाद भइ झगडा सामाजिक मानसिक अनि संस्थागत यी सबैले गर्दाखेरि हामीहरूको मनस्थिति चाहिँ अत्यन्त नकारात्मक भएर गएको छ। त्यस्ता चाडपर्वहरूले हामीहरूको मनस्थितिलाई सकारात्मकता प्रदान गरोस्। पुनः यो दीपावलीको नेपाल सम्बन्धको छठ पर्वको शुभकामना व्यक्त गर्दै म बिदा हुन्छु।
किन आँखा गइरहन्छ तिम्रो डन्डीखोरमा मरिस घरै लेप्ने घरै खोप्ने चिप्लो चिप्लो माटो घरै लेप्ने घरै खोप्ने चिप्लो चिप्लो माटो हामीलाई देखि किन भयो एक छिटा हो रातो मान्छे चिटिक्का परेकी बिहारी घरमा चिटिक्का परेकी बिहारी तै पनि कहिले काहीँ भइहाल्छ गडबडी तै पनि कहिले काहीँ भइहाल्छ गडबडी घरमा चिटिक्का परेकी बिहारी घरमा चिटिक्का परेकी बिहारी तै पनि कहिले काहीँ भइहाल्छ गडबडी तै पनि कहिले काहीँ भइहाल्छ गडबडी खाना भन्छे बुढो पैको जुठो खाना बाबा खाना भन्छे बुढो पैको जुठो भन्छे सधैँ पहिरो नराम्ररी फुटो मरिस डाले राम्रो मुसुरोको तिउन गुडी डाले राम्रो मुसुरोको तिउन गुडी हेरे आँखा नडुलाउनु पहिला जाने बुढी हामी छौँ चिटिक्का परेकी कुमारी हामी छौँ चिटिक्का परेकी कुमारी एकपल्ट हो भने लगरा
मुहारै छ राम्रो लड्के जोबन गर्थे आँखा मुहारै छ राम्रो उनको कुरा बुझिँदैन ए मायालु हाम्रो कहाँदेखि आयो आज बासो माग्न राति कहाँदेखि आयो आज बासो माग्न राति तिमी जस्तो जुटिँदै नसम्झ है लाटी घरमा चिठीको परेकी पियारी घरमा चिठीको परेकी पियारी तैपनि कहिले काहीँ भइहाल्छ गडबडी तैपनि कहिले काहीँ भइहाल्छ गडबडी यस कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुखज्यू यहाँबाट बिदा भइसक्नु भएको छ। त्यस्तै सिएफएल का अध्यक्षज्यू विभिन्न स्कुलबाट पाल्नुभएका शिक्षक साथीहरू विद्यार्थी भाइ बहिनीहरू त्यस्तै गरी स्वास्थ्य क्षेत्रका प्रमुखज्यू पुरा सचिव अनि मैले त्यसै गरी यहाँ उपस्थित सम्पूर्ण कार्यक्रम यस अवसरमा
थोरै शब्द शुभकामना व्यक्त गर्ने अवसर दिनुभएकोमा आयोजकप्रति हार्दिक धन्यवाद गर्दछु र मेरो व्यक्तिगत तर्फबाट र परिवारको तर्फबाट सबैजनालाई म शुभकामना आफ्नो मौलिक परम्परालाई जमेर्ना गर्नको लागि जुन चाहिँ मंगलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वागत समर्पण नमस्ते। Thank you.
गमतीको साइक राखी साझेको पाटी